कसैले काहीँ नपाएको दुःख चाहिँ नर्सिङमा पाइन्छ। मलाई नर्सिङ पढ्न यति गाह्रो हुन्छ भन्ने थाहा भएको भए म सायद कहिले पढ्दा नि पर्थेन होला। मेरो इमोसनल मेन्टल हेल्थ त यहाँ कुचुम्बर भइसक्यो। सबैभन्दा दुःख लाग्ने कुरा भनेको बिदा नै पाइदैन। बिदा पाइने भनेको त्यही शनिबार आनन्दले बस्न पाइन्छ भनेर मैले चाहिँ सबै काम शुक्रबार नै सक्छु। त्यही भएर नुहाएर लुगा धोएर रुममा झाडु पनि लगाएँ मैले आज। रुम सफा गर्ने भनेको हामीले त्यही 2-3 हप्ताको एकचोटि हो, त्यो पनि फ्री छम अरू केही काम छैन भनेपछि मात्र। आजभोलि खै किन गर्मी एकदमै बढेको छ कि अनि जतिखेर पनि नुहाइराख्न मन लाउँछ कि गर्मीले गर्दा। नुहाएर मात्रै भएन, यस्तो हात हेरेको त यति लामो नङ भएको थियो अनि त्यही भएर चाहिँ फर्स्टमा चाहिँ नङ काटिहाल्छु भनेर नङ काट्न बसेँ। नङ काट्न चाहिँ हामीले नुहाइसकेपछि सजिलो हुन्छ कि, किनभने त्यो भिजेको हुन्छ त अनि काट्दा चाहिँ मजाले काटिन्छ अनि उडेर कतै पनि जाँदैन। यो चाहिँ मेरो खजाना राख्ने दराज हो जसमा चाहिँ मेरो सबै खजानाहरू छ। अब नुहाएर मात्रै भएन, कान पनि सफा गर्न पर्यो भनेर कान पनि सफा गरे। आफूले बोलेको सुन्न पर्यो नि त, अरूले बोलेको त त्यस्तै हो। सो बोल्दा बोल्दै खाना खाने टाइम भइसकेको थियो अनि त्यही भएर म चाहिँ खाना खान गएँ। आज चाहिँ मलाई मनपर्ने तरकारी सोयाबिन थियो कि अनि त्यही भएर गएको त। त्यो सोयाबिनमा त त्यो रातो केचप हालेर कस्तो नमिठो बनाएका थिए। जस्तो भयो नि खाना खान पर्छ भनेर खाना खाएँ मैले चाहिँ। बचेको वाला चाहिँ आलु हो कि, मलाई आलु मन पर्दैन अनि त्यही भएर मैले खादिनँ। मेरो साथीले चाहिँ यति मजाले खान्छ, सबै सफा बनाएर हेर्नु त। आजको लागि यति नै, बाई बाई, थ्याङ्क्स फर वाचिङ।